अस्ति मैले एउटा भिडियोमा भनेको थिएँ हाम्रो कम्पनीमा नयाँ कामदार नेपाली चाहिँ मैले छानेको छु भनेर। त्यो साथी चाहिँ उहाँ नै हो। यदि तपाईको चिन्जानको आफन्त छरछिमेक हुनुहुन्छ भने, साथीभाइ हुनुहुन्छ भने चाहिँ खबर गर्दा पनि हुन्छ। उहाँ सँगसँगै 3 जनाको फाइल आएको थियो। 3 जना मध्ये मैले चाहिँ उहाँलाई ओके गरेको छु। मैले ओके गरेपछि सबहरुले पनि ओके गरेको छ। कम्पनीमा कामदार 1 जना चाहियो भने चाहिँ 3 जनाको फाइल पठाउँछ। अनि 3 जना मध्ये को अलिक योग्य छ, को चाहिँ सबै कुराले अलिक फिट छ, छलफल गरेर उसैलाई छान्ने हो। 2 जना पर्नु भएन, त्यसको लागि सरी हैन। अब अरु कम्पनीमा पर्न सक्नुहुन्छ, निराश नहुनु होला। अनि कोरियामा चाहिँ कामदार छान्ने प्रक्रिया अलिक फरक किसिमको हुन्छ। जस्तै कम्पनीमा 1 जना कामदार चाहियो भने 3 जनाको फाइल पठाउँछ। 3 जना मध्ये योग्य छान्ने हो। त्यसमा पनि सबै कुरामा भर पर्छ। तपाईको हाइट, वेट, उमेर हैन। अनि तपाईले परीक्षामा कति ल्याउनु भयो, तपाईको आँखाहरु, तपाईको स्वास्थ्य सम्बन्धीहरु के कस्ता छन्, ती कुराहरु सबै हेर्छ। त्यो भएको कारणले अलिक योग्य चाहिँ हामीले उहाँलाई लागेर छानेका छौं। तपाईलाई वेलकम छ कोरियामा। अब आइसकेपछि सँगै काम गर्ने है साथीलाई।